Hello guys, my name is Srijana Rai and today I'm here with my mom to talk the mom and daughter session and this मम्मी तपाईँको नाम भनिदिनुहोस्। मेरो नाम मन्जु पौडेल हो। मेरो छोरी हो यो। मेरो घर दिक्तेल हो, बजार छेउ खाल्ले खानी डाँडा। म सानोमा अलिक चञ्चली थिएँ, सुन्तला चोरेर खान्थ्यौँ साथीसँग। बजार जान मन लाग्थ्यो साथीसँग। बजार थुप्रो जानु हप्तामा एकचोटि जान्थ्यौँ। कसले पैसा दिन्थ्यो? बाबा कति दिन्थ्यो? 15 रुपियाँ 20 रुपियाँ। के गर्नु? पाइनापल बिस्कुट थियो किनेर खान्थ्यौँ, बदाम। पाइनापल बिस्कुट मम्मी त क्रिम वाला आउँथ्यो होला पहिला। अनि त्यो शीतली चकलेट कि के दुध चकलेट भन्नुहुन्थ्यो, मिल्क चकलेट भन्नु त्यो खोल बिनाको। त्यसरी खान्थ्यौँ। बोर आएर ढुङ्गामा चौरमा बसेर मजा खान्थ्यौँ, आउँथ्यौँ। अनि आमाको अलिअलि गाली खान्थ्यौँ, अनि घाँस काट्न जान्थ्यौँ। भनेको मन परेको खानेकुरा र यसो लाउने कुराहरू पाइन्थ्यो पाउने सबै लाउने पाइन्छ है। अनि अब यताको उसमा आउँ न त, दुईटा छोराछोरी मध्ये कसलाई हुर्काउन गाह्रो भयो मम्मी धेरै? ठुली छोरी सृजनालाई। कसरी मम्मी? टाइफाइड भइरहेको 7 महिनामा जन्मेको मेरो छोरी। अनि टाइफाइड भइराख्ने, अनि डाक्टरकोमा कुदाइराख्नु पर्ने वीरेन्द्रकोमा। बिजुली बत्ती थिएन, लालटिन बालेको हुन्थ्यो। डाक्टर डाक्टर भनेर बोलाउँथे, अनि गरिदिन्थ्यो। एउटा औषधि दिन्थ्यो, ल्याएर खुवाउँथे। त्यसै मलाई नै गाह्रो भएको। अलि ठुलो भएपछि पनि न्यु खोज्ने मै थिएँ र? होइन, साधारण हो छोरी। सानोमा चाहिँ धेरै ल्याङ खाने। काम भाइलाई त एकचोटि राजविराज लगेको 600 को औषधि ल्याएको, त्यहाँदेखि खासै दुःख भएन। काले त जन्मेको थियो, डह्रो जन्मेको थियो। अनि त्यसो भएदेखि अब यो यस्तो ठुलो हुँदै गयो नि होइन, छोरी र आमा होइन। अनि के जस्तो लाग्छ मम्मी, छोरी पनि आमा जस्तै बन्दै जाँदो रहेछ कि छोरी अर्कै खालको हुँदो रहेछ, आमा अर्कै खालको हुँदो रहेछ? अर्कै खालको हुँदो रहेछ। हो मम्मी, साँच्ची? नत्र भने त हामी साथीहरूसँग गफ गर्दा पनि होइन, अझै त यार म मेरै आमा जस्तो भएको छु कि क्या हो, कराउँछु, घाम लाग्यो भने खुसी हुन्छु, लुगा सुकाउन पाउँछु भनेर, दिनु भयो भनेदेखि अब के गर्नु भनेर भन्छु भनेर हामी साथीसँग सल्लाह गर्दा चाहिँ अरे यार म त मम्मी नै बन्दैछु कि क्या हो भनेर क्या, मतलब हुन्छ ल्याङ ल्याङ गर्छौँ एउटै कुरालाई पनि गरेर। फरक हुँदो रहेछ। कसरी के भन्नु? अब पढे लेखेका र नपढे लेखेकाको अलिक नै हुन्छ के त्यो फरक चाहिँ। अनि छोरीहरू ठुलो हुँदै जाँदाखेरि चाहिँ मम्मीहरूलाई अझै धेरै बुझ्दो रहेछ जस्तो लाग्छ कि फरक फरक विचारहरू हुँदै हुँदै जाँदो रहेछ जस्तो लाग्छ? होइन, बुझ्छन्। खासै विचार फरक हुँदैन। त्यो के अब त अब हामी पहिलेको र अहिलेको मिल्दैन। फरक हुन्छ। अनि एउटा कुरा भन्नु न, तपाईँहरू भर्खरको हुँदा र हामी भर्खरको हुँदाखेरि के कुराहरू फरक छ मम्मी? अब फोहोर मैला सुग्घर सफा त्यहाँ अन्तर पर्छ। अब हामी भनेको पहाडको बासिन्दा भइयो। अब गुन्द्रुक ढिँडो मकैको माछा मासु जेसुकै खाइयो, फल फुल अगडम बगडम। तिमीहरूलाई अब मधेसतिर हुर्कायो, तिमीहरूले खाजा भनेको चटपटे चाउमिन मोमो त्यस्तै त्यस्तै खायो, अलिक उनै हुन्छ। फरकै हुन्छ अलिक। अनि तपाईँले फेरि आफ्नो उमेरको दिन बिताउन पाउनु भयो र भगवान्ले सोध्नु भयो अरे तपाईँलाई, तपाईँ आफ्नै समयको बिताउने कि छोरीको समयहरू बिताउने भनेर भन्नु, कुन माग्नुहुन्छ मम्मी? छोरीको समय माग्छु। किन? समय परिवर्तन हुँदैछ नि त, हामी त नयाँ चिजहरू भोग्छु भनेर होइन। अर्को पनि सोधौँ? छोरी के अरे ज्वाइँको घर गएपछि मात्र छोटो लुगा लगा भन्नुहुन्थ्यो, न छोरी ज्वाइँको घर जाने सुरसार गर्छ न छोटो लुगा लगाउन छोड्छ, के छ त विचार? यसमा त असन्तुष्टि छु म। अनि मेरो जमानामा तपाईँ जानुभयो भने त तपाईँले नि पट्टो लगाएर घुम्नुहुन्छ त फेरि? म अलिक लामो लाउँछु न। अलि लामो घुँडासम्मको बाघे तिग्रा देखाउँदिन थिएँ। म पनि लामो लाउँछु, यो त धेरै लामो छोरी जन्माउनु भएको छ किन सबै लुगाहरू छोटो भएको भन्नु? होइन, यो कम्पनी नि यस्तो हो। भयो अब एउटा क्वेसन सोध्छु नि त,
के अरे तपाईँलाई भगवानले आएर होइन मन्जु म तिमीले जे भन्छौ त्यही दिन्छु यो कुरामा अर्को जुनीमा तिमी फेरि यो छोरीको आमा नै बन्छौ कि यो छोरीलाई चाहिँ आमा बनाएर उसको छोरी बन्छौ भनेर भन्नुभयो भने के रोज्नुहुन्छ मम्मी म त छोरी नै बनाउँछु मलाई नै छोरी बनाउनुहुन्छ मतलब मेरो छोरी बन्नुहुन्न किन मम्मी मलाई त्यसैमा खुसी छु त्यसरी खुसी छु अनि कहिलेकाहीँ अब तपाईँलाई मैले रिस उठाउँदा न्यु खोज्दाखेरि त कहिलेकाहीँ त लाग्छ होला नि त बुझ्दैन त्यो भइहाल्छ कसको रिस उठ्दैन को रिसाउँदैन त संसारको भगवानको पालादेखि नै हो त्यसो भए तपाईँ त्यही रोज्नुहुन्छ त्यसो भए त तपाईँ मेरो मम्मी भएर खुसी हुनुहुँदो रहेछ त हाम्रो मम्मी भएर अनि खुसी त छु कसले बि खुसी भनेको छ म त बा तपाईँले हुन्छ नि म तेरो छोरी भएर जन्मिन्छु तैँले मलाई ल्याङल्याङ गरेको सब निकाल्छु अनि भनेर भन्नुहुन्छ कि सबैको हो त्यस्तो आमाले छोरीले आमालाई ल्याङल्याङ गर्नु अनि अरू एउटा दुईटा मात्र तपाईँ सबैको लागि भनिदिनुहोस् होइन के अरे एउटा छोरीले के कुरा चाहिँ बुझोस् एकदम मनबाट जस्तो लाग्छ क्या तपाईँहरूको आमाहरूको तपाईँले भन्न नसकेको सबै कुरा दुनियाँको कुरा होइन एउटा कुरा चाहिँ के अलिकति बुझोस् हामीले भन्दाखेरि नराम्रो सुन्नेलाई उसले नभोगिकन नसिक्ला जस्तो कुराहरू हुन्छ नि मम्मी यस्तै खालको अब घाँस दाउरा गरेको मम्मी हो दुःख सुखमा बुझिदियोस् अब मम्मी परिवर्तन हुन नसक्ला खुसी होस् त्यसैमा खुसी मम्मी जो स्वीकार्नु भनेर भनेको मम्मीहरूको विचार अब अनि यस्तै बोरा बोरी राखेको हो र नकराइदिनु फोरफार हुन्छ घरमा बाहिर बसेर आएर टेन्सन नलिदियोस् मम्मी अर्को लास्ट क्वेसन मेरो छोरीको तपाईँलाई चाहिँ मेरो छोरीको जिन्दगी कस्तो होस् जस्तो लाग्छ मतलब एकदम एउटा मेरो छोरी यति होस् यस्तो होस् भनेर भन्नेवाला एउटा छोरीको लागि मेरो छोरी बिहा गरेर खुसी होस् हेल्दी होस् आइराखोस् आमालाई भेट्न बेला बेलामा ज्वाइँ राम्रो गतिलो होस् छोरी नरिसाओस् त्यो खुसी भएको हेर्न सक्छु चाहन्छु त्यही चाहनुहुन्छ भनेपछि त ज्वाइँले त्यो भनेर भन्नुहुँदैछ अनि बिहा गरेर आनन्दले पैसा कमाउन् छोरी ज्वाइँ जागिरे हुन् भइहाल्यो ल अनि केही लास्टमा तपाईँलाई केही भन्न मन छैन अब सबै सबै सम्पन्न आजभोलि एकदम सन्तुष्टि हुन्छ आजभोलि तपाईँलाई सबभन्दा धेरै खुसी चाहिँ के कुराले दिन्छ मम्मी तपाईँको एक्सर्साइजले दिन्छ कि खानाले दिन्छ कि छोराछोरीसँग कुरा गर्ने यो सबैले दिन्छ कि समाजले दिन्छ कि सबै मिलेको छ एक्सर्साइज खाना मेरो बसाइ घर छोराछोरी आनन्दका साथ त्यसो भएदेखि ओभरअलमा तपाईँ खुसी नै हुनुहुन्छ सबै बच्चाहरूदेखि पनि सम्पन्न घर काठे भए पनि आनन्द छ लास्टमा तपाईँले भनिहाल्नु भयो म पनि आज मौका मिलेको बेलामा भनिहाल्छु नि त यति अब आफ्नै मान्छेलाई पनि हामी माया गर्छौँ भनेर कतिचोटि भन्नै सकिँदैन नि बाँच्न सकिन्छ उ गर्न सकिन्छ अनि म चाहिँ भन्छु त तपाईँ यस्तो यो दुनियाँको खतरा आमा हो होइन तपाईँ जस्तो यस्तो डरो गर्ने यस्तो गर्ने त्यो एकदमै कमै छन् म र भाइ तपाईँलाई एकदम माया गर्छु अनि कहिलेकाहीँ गल्ती भएको लागि सरी त्यो जानी हुँदैन हाम्रो पनि त्यही त हो तपाईँले जन्माएको छोरी यस्तोमा हान्नुपर्छ अनि तपाईँ म र भाइ त कुरा गर्छौँ नि त तपाईँको त होइन हामी दुईजना तपाईँलाई एकदम माया गर्छौँ मस्त खानु बस्नु घुम्नु लाउनु अनि कहिलेकाहीँ गल्ती भएकोहरू माफ गरिदिनु पुरानो पनि अनि अगाडि हुनेहरू पनि माफ गरिदिनु यस्तै अगाडि अब हुँदैन भयो भने हानिहाल्छु अनि तपाईँलाई धेरै धेरै धन्यवाद ओके गाइस बाइ